सम्माननीय सभामुख 2 मिनेटभित्र आफ्नो कुरा राख्दिनु होला। हाम्रो आन्दोलन जारी छ। नक्कली भुटानी शरणार्थी बनाएर आफ्नै देशका जनतालाई बेच्ने जस्तो घिनलाग्दो राष्ट्रघाती अपराधपछि अहिले भिजिट भिसाको आवरणमा मानव तस्करीको जालोमा जनतालाई जबरजस्ती पस्न बाध्य पार्ने र त्यही अपराधमा संलग्न दलाल र तस्करहरूलाई संरक्षण गर्ने काम राज्य र सरकार सञ्चालन गरिरहेका दलका नेताहरूकै संलग्नता भइरहेको तथ्यहरू एकपछि अर्को गरी बाहिरिरहेका छन्। यसले अन्तर्राष्ट्रिय जगतमा नेपाली जनतालाई लाज र अपमानको बोझ बोकी हिँड्न बाध्य बनाएको छ। यो केवल कानुनी अपराध मात्र होइन, यो त राष्ट्र र जनताको इज्जत र आत्मसम्मानमाथि गरिएको चिरहरण हो, जसलाई कुनै हालतमा क्षमा गर्न सकिँदैन। आज हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा मानव तस्करीको ट्रान्जिट हब भनेर चिनिन थालिएको छ। श्रमको खोजीमा विदेशमा पुगेका हजारौं नेपाली चेलीहरू शोषण, बलात्कार र पशु सरह बेचिनु पर्दाको अवस्था अन्तर्राष्ट्रिय रिपोर्टमा उजागर भइरहँदा राज्य सरकार बेखबर जस्तो अभिनय गरिरहेको छ। त्यसकारण गत जेठ 13 गतेदेखि निरन्तर हामीले उठाएको मुद्दा भिजिट भिसा प्रकरण हुँदै होइन। सम्माननीय सभामुख महोदय, हामीले उठाएको मुद्दा त भिजिट भिसाको आवरणमा गरिएको मानव तस्करी विरुद्धको अपराध हो। सभामुख महोदय, गृहमन्त्रीलाई मेरो प्रश्न छ, गत जेठ 7 गते अख्तियारले आफ्नो निकै लामो अन्डरकभर अपरेसनपछि कारबाही प्रक्रिया अगाडि बढाउँदा अध्यागमन प्रमुखलाई बचाउने प्रकरणमा र अनुसन्धान अगाडि बढाउने डिआइजीको सरुवा प्रकरणमा तपाईँले देखाएको व्यवहार शङ्खाको घेराभित्र आउँदैन? तपाईँकै सचिवालयका सदस्यहरू यो अपराध कर्ममा जोडिएको तथ्य बाहिरिँदै गर्दा यो अपराध कर्ममा राजनीतिक संरक्षण छ भनेर शङ्का गर्न सकिँदैन? अनि मानव तस्करीको पाटोमा अनुसन्धान नै गर्न नपाउने गरी 9 बुँदे कार्यदेश बनाएर बाँदरको पुच्छर लौरो न हतियार जस्तो समिति बनाउने र आफ्नै कर्मचारी राखेर यो समिति बनाउँदै गर्दाखेरि मानव तस्करीसँग जोडिएको जाललाई बचाउन कि आफूलाई अनुसन्धानको घेराबाट फुत्काउन गरिएको हो? गृहमन्त्रीज्यू, यो अपराध कर्ममा जोडिएको राजनीतिक दलका नेता, राज्यको निकाय र शक्ति केन्द्र सम्हालेकाहरू, दलाल, तस्कर र त्यसको संरक्षण गर्ने सबै तह र तबकाको जालो भत्काउने गरी अनुसन्धान गर्न, त्यस्ता कुकर्ममा जोडिएकालाई कानुनी कठघरामा उभ्याउन अनि आगामी दिनमा कुनै पनि नेपाली नागरिक श्रम र अवसरको खोजीमा बाध्यताले विदेशी नै गर्दा आफ्नै देशको अध्यागमनमा मानव तस्करीको चङ्गुलमा फस्नबाट बचाउन, गहिरो अनुसन्धान गरी कारबाही र सुधारको लागि सुझाव तयार पार्न हामीले बालवाला वा पूर्व प्रधानमन्त्री न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन माग गरेका हौँ। तर सरकार आफू र आफ्नालाई बचाउन अनि मानव नेपालमा मानव सम्माननीय सभामुख महोदय, म अत्यन्तै संवेदनशील र पीडादायी घटनाको सम्बन्धमा सम्मानित सदन र सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका 5 नम्बर वडा कोल गाउँ बस्ने निशा तामाङ 12 वर्षकी 7 कक्षामा पढ्ने अबोध बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर फ्याँकेको अवस्थामा गत 11 गते शव भेटिएको छ। यो घटनाले हामी सबैलाई असाध्यै स्तब्ध तुलाएको छ र पीडादायी स्थिति सृजना गराएको छ। छ्यादी खोलाबाट प्रहरीले सुझबुझपूर्ण तरिकाबाट शव फेला पार्यो र त्यसपछि गम्भीर अनुसन्धान गरी घटनामा संलग्न 5 जना अपराधीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया जारी राखेको छ। यस बर्बरपूर्ण घटनाले हामी सबैलाई स्तब्ध र असाध्यै पीडा बनाएको छ। यद्यपि प्रहरीको सुझबुझपूर्ण तरिकाले अपराधीहरू फेला परेका छन्। म प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहित यसमा सुझबुझता देखाउने नेपाल प्रहरीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो बालिका बलात्कारको घटना मात्रै होइन, समाजमा कस्तो प्रकारको अपराधिक मानसिकता छ भन्ने कुरा देखिन गएको छ। यसलाई निकै गम्भीरतापूर्वक सिङ्गै राज्यले लिन जरुरी छ र समाजमा त्यस प्रकारको काउन्सिलिङ पनि जरुरी छ भनेर म एकपटक सम्मानित सदनमा ध्यान आकर्षण गराउन चाहन्छु। म सम्मानित सदनमा र सभामुख मार्फत नेपाल सरकारलाई दोषीलाई अधिकतम प्रकारको कारबाही गर्ने, पीडित परिवारलाई शीघ्र राहत र न्यायिक सहायता र मनोवैज्ञानिक परामर्शका लागि वातावरण निर्माण गर्ने र यस्ता घटनाहरूको आगामी दिनमा पुनरावृत्ति हुन नदिनका लागि प्रभावकारी के उपायहरू हुन सक्दछन्, सिङ्गै राज्यको र सम्मानित संसदको समेत गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। लाल सलाम। सभामुख महोदय, मौसम परिवर्तन भएको छ, बर्सातको मौसम सुरु भएको छ। ठाउँ ठाउँमा बाढी पहिरोले बाटाघाटाहरू अस्तव्यस्त भएका छन्। कतिपय ठाउँमा असाढे विकास लागेको छ। बाटाघाटाका छेउमा ढुङ्गा मुढा जम्मा गर्ने, बाटो खन्नेदेखि कामहरू सुरुवात भएका छन्। तर त्यसले झन् बाटोलाई सहज त होइन, अप्ठ्यारो पार्ने काम भएको छ। असाढे विकासले ठाउँ ठाउँमा जाने बाटाहरू अवरुद्ध भएका छन्।
यसका लागि सम्पूर्ण 77 जिल्लामा विपदको तयारी रहनका लागि गृह मन्त्रालयले आवश्यक तयारी गरोस् भनेर आग्रह गर्न चाहन्छु सभामुख महोदय। ओखलढुङ्गा जिल्ला लगायत पूर्वी पहाडी एरियामा जाँदा सोखु खोलामा बनेको पुल अहिलेसम्म जीर्ण अवस्थामा छ र निर्माण प्रक्रिया पुरा भएको छैन। रामेछाप जानका लागि लिखु दोबानमा तयार पारिएको पुल निर्माण नभएर रामेछाप जानका लागि ओखलढुङ्गा जानका लागि लिखुमा बनाएको कल्भर्टले गर्दाखेरि बाटो बन्द भएको छ र त्यो पुल सञ्चालन गर्न म अनुरोध गर्छु सभामुख महोदय। अहिले भर्खरै अरू पनि म देखिरहेको छु, घुर्मीदेखि सुनकोशी पुलसम्म जाने बाटो अप्ठ्यारो छ। त्यो बाटो तुरुन्त मध्य पहाडी राजमार्ग अन्तर्गत निर्माणका लागि आग्रह गर्न चाहन्छु सभामुख महोदय। अहिले म भर्खरै यहाँ देखिरहेको छु सभामुख महोदयले समय दिँदाखेरि समयमा आफ्ना कुरा राख्ने, अरू मान्य सदस्यले कुरा राख्न थाले भने नारा लाउने प्रक्रिया पनि संसदमा जारी छ, त्यसलाई पनि अन्त्य गर्न अनुरोध गर्न चाहन्छु। र सभामुख महोदय एउटा अति महत्त्वपूर्ण सुमिरे टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत 10 वर्षदेखि जापानमा भिजिट भिसाका नाउँमा हजारौँ मान्छे पठाएर अरबौँ पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यता कता संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अगाडि बढ्योस् भन्ने माग गर्न चाहन्छु। धन्यवाद।